ओके। चैप्टर को नाम हो चैप्टर को नाम हो यूनिट और आउटपुट कस्टिङ है। च्याप्टरको नाम छ युनिट और आउटपुट कस्टिङ। तपाईँहरूको इक्जाममा यो 8 मार्क्सको लागि आउनेछ, 8 नम्बरको लागि है। क्वेसन नम्बर 22, 22 नम्बर प्रश्नमा यो देखा पर्ला है। क्वेसन नम्बर 22 मा यो देखा पर्नेछ। ल, क्वेसन नम्बर 22। ल हेर भाइ बहिनीहरू, यसको बारेमा हामी सर्वप्रथम केही कुराहरू पढ्नु जरुरी छ। केही नोट्सहरू छन् जो तपाईँहरूलाई म बताउन गइरहेको छु। त्यो नोट्सहरू बुझियो भने मजाले यो च्याप्टर ट्याकल गर्न सजिलो हुनेछ। ल, यहाँ क्यामेरा र साउन्ड ठिकठाक छ भने ओके गर्नुहोस्, क्लास सुरुवात गर्छु म। 5:15बाट सुरुवात भएको क्लास 6:15सम्म जान्छ। आज किन छिटो भयो भन्नुहुन्छ भने आज अर्को सरको चाहिँ टाइम नभएको रहेछ, त्यसैले चाहिँ मैले एक क्लास अगाडि सिफ्ट गरिदिएँ। क्लासलाई रिकर्डमा पनि राखेका छौँ, रिकर्डेड भिडियो पनि मिलिहाल्छ है। आजबाटको सम्पूर्ण रिकर्डेड भिडियो मिल्छ। पेमेन्ट गरेका भाइ बहिनीहरूले एकछिन चाहिँ अलगै ग्रुपमा सिफ्ट हुन अनुरोध पनि गरेँ। चेट गर्नुहोस् न है सबजना, ओके टाइप गर्नुहोस्, म अगाडि बढ्छु। ल, यसका नोटहरूबाट सुरुवात गर्नेछौँ। नोट नम्बर फर्स्ट, यसको फर्मेट। नोट नम्बर फर्स्ट, यसको फर्मेट हुनेछ यसको फर्मेट भने सिरियल नम्बर, पर्टिकुलर, डिटेल्स एन्ड अमाउन्ट्स हुनेछ। ल, सिरियल नम्बर, पर्टिकुलर, डिटेल्स, अमाउन्ट यसको फर्मेट हो। तपाईँको इक्जाममा क्वेसन नम्बर 22मा सोध्छ, जुन पेपरको अन्तिम प्रश्न हो। क्वेसन नम्बर 22 भनेको पेपरको अन्तिम प्रश्न हो, लास्ट क्वेसन हो। तपाईँलाई ग्रुप सी अन्तर्गत 8 into 3 is equal to 24 मार्क्सको लागि पेपर सोध्छ। पहिलो पटक क्वेसन नम्बर 20 मा फाइनान्सियल स्टेटमेन्ट, क्वेसन नम्बर 21 मा क्याश फ्लो स्टेटमेन्ट, क्वेसन नम्बर 22 मा युनिट और आउटपुट कस्टिङ अथवा यही च्याप्टर सोध्छ। नोट नम्बर 1 रहेको छ फर्मेट यो च्याप्टरको लागि, अनि क्याश फ्लोको लागि, अनि 20 नम्बर तीनै च्याप्टरको लागि फर्मेट यही रहनेछ। मेन पोइन्ट्सहरू, टर्म्सहरू, पोइन्ट्सहरू फरक पर्न सक्लान्, यही फर्मेटमा हामी आधार भएर बनाउनेछौँ। त्यसपछिको रहेको छ नोट नम्बर 2। नोट नम्बर 2 भनेको जुनसुकै च्याप्टरको पनि मेन पोइन्ट्स हुन्छ। मेन पोइन्ट्स भनेको यो च्याप्टरको लागि प्राइम कस हो। प्राइम कस भनेको के हो, पहिलोचोटि यसको बारेमा बुझौँ। प्राइम कस भनेको अल डाइरेक्ट एक्सपेन्सेसहरूको सम हो। सबै डाइरेक्ट खर्चहरूलाई जोड्दा प्राइम कस आउँछ। अल इन्डाइरेक्ट खर्चहरूलाई जोड्दा, इन्डाइरेक्ट खर्चलाई जोड्दा ओभरहेड आउँछ। डाइरेक्ट खर्चहरूको सम प्राइम कस्ट हो, इन्डाइरेक्ट खर्चहरूको सम ओभरहेड हो। मैले अझै भने डाइरेक्ट खर्चहरूको सम भनेको प्राइम कस्ट हो, इन्डाइरेक्ट खर्चहरूको सम भनेको तपाईँको ओभरहेड हो। प्राइम कस्ट निकाल्नु पर्यो भने प्राइम कस्ट निकाल्नु पर्यो भने दुईटा कुरालाई मेनली हामी रिकल गर्छौँ। पहिलोचोटि हो एउटा डिरेक्ट वेज एन्ड
डिरेक्ट मटेरियल भनौँ है। ल वेज एन्ड मेटेरियल, वेज र मेटेरियललाई जोड्यो भने प्राइम कस्ट आउँछ। वेज र मेटेरियललाई जोड्यो भने प्राइम कस्ट आउँछ है। यसको नाम हो प्राइम कस्ट। ल भाइ बहिनीहरू, कम्तीमा दुईवटा नोट्स अहिले मैले लेखाएँ, यति चाहिँ तपाईँले बुझेको हुनु पर्यो। सबभन्दा पहिला मैले तपाईँलाई नोट नम्बर 1 मा फर्मेट लेखाएँ। फर्मेट भनेको सिरियल नम्बर पर्टिकुलर डिटेल्स अमाउन्ट्स हो। सिरियल नम्बर पर्टिकुलर डिटेल्स अमाउन्ट्स। त्यसपछि नोट नम्बर 2 मा छ मेन पोइन्ट्स। मेन पोइन्ट्स भनेको हरेक च्याप्टरको लागि फरक फरक मेन पोइन्ट्स हुन सक्छ। यो च्याप्टरको लागि मेन पोइन्ट्स भनेको के छ हेर्नु त, प्राइम कस्ट। ल हेर्नु त, प्राइम कस्ट के छ, प्राइम कस्ट। ल प्राइम कस्ट कसरी निस्काउँछौ त, प्राइम कस्ट निकाल्ने तरिका के हो भने पहिलोचोटि डिरेक्ट मेटेरियल र वेजलाई हामी जोडिदिनेछौँ। डिरेक्ट मेटेरियल एन्ड वेजलाई जोड्दाखेरि यो दुईटा खर्चहरू डाइरेक्ट हुन्। डाइरेक्ट खर्चलाई जोड्दाखेरि प्राइम कस्ट आउँछ, इन्डाइरेक्ट खर्चलाई जोड्दाखेरि ओभरहेड आउँछ। डाइरेक्ट खर्चको सम भनेको प्राइम कस्ट हो, इन्डाइरेक्ट खर्चहरूको सम ओभरहेड हो। डाइरेक्ट खर्च दुईटा कुरालाई जोड्यो भने के आउँछ, प्राइम कस्ट आउँछ, प्राइम कस्ट आउँछ। यसपछि हाम्रो नोट नम्बर 3 को पालो आएको छ। नोट नम्बर 3 भनेको फिगर हो, एउटा फिगर देखाउँछु, यही अनुसार तपाईँहरूले बुझिदिनुहुन्छ ल। नोट नम्बर 3 भनेको फिगरको पोर्सन हो। तीनवटा फिगरहरू छन् यसमा। पहिलो फिगर भनेको फ्याक्ट्री ओभरहेड हो, फ्याक्ट्री। दोस्रो फिगर भनेको अफिस। तेस्रो फिगर भनेको सेलिङ। ल फ्याक्ट्री अफिस सेलिङ, यसलाई याद गर्ने तरिका पनि सिकाउँछु ल। फ्याक्ट्री अफिस सेलिङलाई कसरी याद गर्नुहुन्छ भने कुनै पनि र मेटेरियलबाट फाइनल प्रडक्ट बनाउन्जेलसम्म, कुनै पनि र मेटेरियलबाट फाइनल प्रडक्ट बनाउन्जेलसम्मको प्रोसेस यो तीनवटा फिगरमा पर्छ। जसरी मानौँ हाम्रो एउटा फ्याक्ट्री छ, चिनी फ्याक्ट्री छ। चिनी फ्याक्ट्रीको र मेटेरियल उखु हो। उखुलाई हामी पहिला चिनी बनाउनको लागि फ्याक्ट्रीभित्र लग्छौँ। को भित्र लग्छौँ, फ्याक्ट्रीभित्र लग्छौँ। त्यसैले पहिलो पोइन्ट्स के आयो भाइ बहिनीहरू, फ्याक्ट्री आयो। त्यसैले पहिलो पोइन्ट्स के आयो, फ्याक्ट्री आयो। फ्याक्ट्रीमा विभिन्न प्रोसेसहरू हुन्छन् है, विभिन्न प्रोसेसहरू हुन्छन्। ती प्रोसेसहरू गरेर हामीले फ्याक्ट्रीबाट चिनीलाई उत्पादन गर्न सक्छौँ। र यसपछि चिनीको गुणस्तरता, चिनीमा चाहिँ कति प्रफिट मार्जिन राख्ने, कहाँ बेच्ने, कसरी यसका स्ट्राटेजी र प्लानिङहरू हुन्, यावत कुराको छलफल हाई लेभल अप्पर लेभल म्यानेजमेन्ट जुन चाहिँ अफिसमा बसेका हुन्छन्, लाइक म्यानेजर, एचआर, ओनरहरू, मालिकहरू, सेयर होल्डरहरू हो, तिनी समक्ष जान्छौँ। त्यसैले दोस्रो पोइन्ट के चाहिँ हो त, अफिस हो है। पहिलो पोइन्ट फ्याक्ट्री हो, दोस्रो पोइन्ट अफिस हो। र यति कुरा गरिसकेपछि हामी सामानलाई बिक्री गर्नको निम्ति बजारमा लग्छौँ, जसको नाम के हो त, सेलिङ हो। त्यसैले तीनवटा पोइन्ट्स आए, फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ। कम्तीमा तपाईँले यो याद गर्नको निम्ति 10-12 पटक पढ्नुभयो भने मजाले याद हुन्छ। फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ। यहाँसम्मको स्क्रिनसट गर्नुहोस् र म अगाडि बढ्छु। यहाँसम्म बुझ्नु भएको छ भने ओके टाइप गर्नुहोस् त च्याट बक्समा। खास ल ओके टाइप गरिदिनुहोस् त।
च्याट डिजेबल छ। ल यति भइसकेपछि हामी अलिकति अगाडि बढ्छौँ है। यसको स्क्रिनसट लिनु होला र पछि रिकल गर्न सजिलो हुन्छ। यसपछि नोट नम्बर 4 म लेख्न गए। नोट नम्बर 4 भनेको प्रफिट हो। भाइ बहिनीहरू प्रफिट हेर्नु त, जहिले पनि हाम्रो लागतमा हामीले जहिले पनि के लिन्छौँ त, नाफा लिन्छौँ। लागतमा जहिले पनि हामीले नाफा लिन्छौँ। जसरी लागत भनेको कस्ट, कस्टमा जहिले पनि प्रफिट जोडेरै, प्रफिट खाएर नै हामीले बेच्ने गर्छौँ, जसलाई भनिन्छ सेलिङ प्राइस, विक्रय मूल्य भनिन्छ। ल सेलिङ प्राइस भनिन्छ। अब हेरौँ त, नोट नम्बर 4 भनेको प्रफिट हो। प्रफिट मार्जिन दुई तरिकाले गर्न सक्छ कम्पनीले। यी कम्पनीको आफ्नो आफ्नो स्ट्राटेजी हुने भयो। यी प्रफिट अन कस्ट भयो भने हामीलाई सजिलो हुन्छ। यति बेला यसको फर्मुला हुन्छ टोटल कस्ट इन्टु प्रफिट पर्सेन्टेज डिभाइडेड बाई 100 भन्ने फर्मुला हुन्छ। टोटल कस्ट इन्टु प्रफिट पर्सेन्टेज डिभाइडेड बाई 100 भन्ने यो फर्मुला हुने भयो है। प्रफिट पर्सेन्टेज डिभाइडेड बाई 100। ल त्यसपछि प्रफिट कस्टमा छैन, प्रफिट केमा छ? इफ प्रफिट अन सेल्स, सेल्समा छ भने के हुने रहेछ? सेल्समा छ भने पनि सेम फर्मुला पहिला सार्ने, टोटल कस्ट इन्टु प्रफिट पर्सेन्टेज डिभाइडेड बाई 100 सम्म त जस्ताको त्यस्तै सार्ने, माइनस यो पर्सेन्टेजलाई यहाँ घटाइदिने, पर्सेन्टेजलाई घटाइदिने। मानौ कि टोटल कस्ट 1 लाख रुपियाँ छ, हाम्रो जम्मा लागत के, कुनै सामान उत्पादन गर्दा 1 लाख लागेको छ भने कम्पनीले प्रफिट मार्जिन 10% राख्यो। तर 10% केमा राख्यो? सेल्समा राख्यो, कस्टमा राखेन। यो सेकेन्ड वाला कन्डिसन आयो। यो सेकेन्ड वाला कन्डिसन आयो। हेर्नु त, सेल्समा राख्यो भने यति बेला प्रफिट क्याल्कुलेट इज इक्वल टु टोटल कस्ट भनेको 1 लाख छ, 1 लाख मल्टिप्लाई बाई कति पर्सेन्ट मार्जिन हो? 10% हो। 10% डिभाइडेड बाई 100 माइनस पर्सेन्टेज है। 100 माइनस के गरेछ? पर्सेन्टेज गरेछ हो। 100 माइनस पर्सेन्टेज भनेको त, पर्सेन्टेज भनेको 10 हो। अब तपाईँहरूले 100बाट 10 घटाउनु भनेर लेख्नु भन्दा हामीले डाइरेक्टली के पनि लेख्न सक्छौँ भने 100बाट 10 घटाउँदाखेरि त 90 हुन्छ भनेर 90 लेख्न सक्छौँ। अब यहाँ माथि 10 को ठाउँमा 10 नभएर 20 भइदियो भने यहाँ पनि त हाम्रो 90 को ठाउँमा कति होला? 80 हुन्छ। किनकि 100बाट 20 घटाउने, यहाँ 30 भयो भने यहाँ पनि 100बाट 30 घटाउने, यहाँ 40 भइदियो भने यहाँ 60 हुन्छ, यहाँ 50 भयो भने यहाँ पनि 50 हुन्छ, यहाँ चाहिँ तपाईँको 10 भयो भने यहाँ 90 हुन्छ। बुझ्नुभयो कुरा? अब म तपाईँलाई एउटा क्वेसन सोध्छु, च्याट बक्समा टाइप गर्नुहुन्छ ल है। अब मैले के भने जसरी टोटल कस्ट इन्टु प्रफिट पर्सेन्टेज 10 नभएर 15 छ भने डिभाइडेड बाई कति हुन्छ यहाँनिर? इज इक्वल टु वाट? कमेन्ट बक्समा च्याट गरौँ त फास्ट। कति होला? च्याट गर्नु त, च्याट गर्नु त। ल ओके, 85 भन्नुभएको छ। ओके
ल 85 हुन्छ है। 100 माइनस 15 हुँदाखेरि कति हुन्छ? 85 हुन्छ। भाइ बहिनीहरू यो च्याप्टर तपाईँको इक्जाममा क्वेसन नम्बर 22मा क्वेसन नम्बर 22 जुन पेपरको लास्ट क्वेसन हुनेछ र 8 मार्क्सको लागि आउनेछ, 8 नम्बरको लागि तपाईँहरूको इक्जाममा देखा पर्ला अन्तिम प्रश्न हुनेछ। र योमा नोट्स भनेको यति नै हो। म एउटा लास्ट नोट लेखाउन चाहे तपाईँहरूलाई, त्यो नोट्स तपाईँले बुझिसकेपछि काम खतम है। च्याप्टर मजाले बुझ्न सक्नुहुन्छ, मजाले बुझ्न सक्नुहुन्छ। आज म तपाईँलाई घर गएर यो क्लास सकाएर यसका प्रश्नहरूको पिडिएफ सेट सेन्ड गरिदिन सक्छु। पिडिएफबाट तपाईँले डाउनलोड गरेर पनि पढ्न सक्नुहुन्छ। हामीले बुक डेलिभरीको काम पनि सुरुवात गरिसकेका छौँ। अबको 2-3 दिनभित्र तपाईँको घरैसम्म पुगिहाल्छ। ल यति भइसकेपछि यसलाई हामीले हटाए। ल यति भइसकेपछि हामीले के गर्ने भने नोट नम्बर 5 तिर जाने। नोट नम्बर 5 मा सेलिङ प्राइस निकाल्ने फर्मुला लेखेका छौँ। सेलिङ प्राइस कसरी निस्किन्छ भने टोटल कस्ट माथि निकालेका हुन्छौँ। टोटल कस्ट प्लस हामीले हाम्रो लागतमा प्रफिट जोडेर बेच्दाखेरि सेलिङ प्राइस आउँछ है। प्रफिट जोडेर बेच्दाखेरि सेलिङ प्राइस आउँछ। टोटल कस्ट प्लस प्रफिट गरे भने सेलिङ प्राइस आउँछ। टोटल कस्ट भनेको हाम्रो लागेको जम्मा लागतमा नाफा लियो भने विक्रय मूल्य आउँछ। यसको पनि स्क्रिनशट गर्नुहोस् या लेखिहाल्नुहोस् कपीमा। यसपछि म यसको प्रोसेस सिकाउने छु। ल स्क्रिनशट गर्नुभएको या लेख्नु भएको भने अब यसको म प्रोसेस सिकाउँछु। ल प्रोसेस सिकाए। ल प्रोसेस सबभन्दा पहिला यता सिरियल नम्बर छ। यो पर्टिकुलर हो सिरियल नम्बर, पर्टिकुलर डिटेल्स अमाउन्ट्स। ल डिटेल्स एन्ड अमाउन्ट्स। ल अब चाहिँ पेन डाउन गरेर हेर्नु होला है। प्रोसेस लेखाइरहेको छु मैले। प्रोसेस सबभन्दा इम्पोर्टेन्ट कुरा हो। यो अगाडि बुझे नबुझे तापनि प्रोसेस बुझ्न सक्नुहुन्छ भने तपाईँलाई फाइदा हुन्छ। सबभन्दा पहिला नोट नम्बर 1 फर्मेटको काम गरे। नोट नम्बर 1 मा के लेखेका छौँ हामीले हेर त। नोट नम्बर 1 मा के लेखेका छौँ? फर्मेट। फर्मेट भनेको सिरियल नम्बर, पर्टिकुलर डिटेल अमाउन्ट लेखिसके है। नोट नम्बर 1 को काम भइसक्यो। अब हामी नोट नम्बर 2 प्राइम कस्टको काम गरौँ। नोट नम्बर 2 प्राइम कस्टको काम गर्दाखेरि प्राइम कस्ट दुईटा कुरा जोड्दाखेरि आउँछ। दुईटा कुरा जोड्दाखेरि आउँछ। के कुरा जोड्नुपर्छ भने प्राइम कस्ट निकाल्नको लागि डिरेक्ट मेटेरियल एन्ड डिरेक्ट वेज जोड्नु पर्छ। यहाँ लेखिदिन्छु ल। यहाँ के लेखेँ मैले? डिरेक्ट materials and direct ways है। देख्यो कि देखेन? चिन्नु भयो कि चिन्न सक्नु भएन? यो डिरेक्ट मेटेरियल, यो डिरेक्ट वेज हुन्छ। यो दुवैलाई जोडेपछि एउटा पोइन्ट्स आउँछ प्राइम कस्ट। के आउँछ? प्राइम कस्ट। यहाँसम्म बुझ्यो बा? यहाँसम्म बुझ्नु भएको छ भने ओके टाइप गरौँ फास्ट। ल ओके टाइप गरेर म च्याट हेरिरहेको छु। ओके टाइप गरेर फास्ट। डाइरेक्ट मेटेरियलमा डाइरेक्ट वेज जोड्यो भने प्राइम कस्ट आउँछ। डाइरेक्ट मेटेरियलमा डाइरेक्ट वेज जोड्यो भने प्राइम कस्ट आउँछ। मेटेरियलमा वेज जोड्यो भने प्राइम कस्ट आउँछ। यसपछि मैले तपाईँहरूलाई फिगरको बारेमा बुझाएको छु। फिगर 3 वटा हुन्छ।
पहिलो फिगर फ्याक्ट्रीको हुन्छ, पहिलो फिगर फ्याक्ट्रीको हुन्छ, दोस्रो फिगर अफिसको हुन्छ, तेस्रो फिगर सेलिङको हुन्छ। फ्याक्ट्री अफिस सेलिङ कम्तीमा 150 चोटि भन्नुहोस्, तब पनि याद भएन भने 1500 चोटि भन्नुहोस्, तब पनि याद भयो भने 1.5 लाख पटक भन्नुहोस्, एक पटक न एक पटक याद भइहाल्छ। याद गर्नै पर्ने हो, कि गर कि मर भन्ने वाला फर्मुला यहाँ लगाउने। सबभन्दा पहिला फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ, जति पटकसम्म भन्दाखेरि याद हुन्छ त्यति पटकसम्म भन्ने। त्यसपछि एउटा एउटा फिगर गरी जोड्ने। पहिलो फिगर के को हो, फ्याक्ट्री ओभरहेड भन्ने। ल पहिलो नम्बर फिगर फ्याक्ट्री ओभरहेडको, त्यसैले मैले फ्याक्ट्री ओभरहेडलाई जोडे। फ्याक्ट्री ओभरहेड जोडिसकेपछि हाम्रो एउटा अमाउन्ट आउँछ, फ्याक्ट्री कस्ट आउँछ। फ्याक्ट्री कस्ट, फ्याक्ट्री रिलेटेड कस्टहरू होइन कि फ्याक्ट्रीको जम्मा लागत है, फ्याक्ट्रीसम्म बाहिर आउँदाखेरि जम्मा लागत, फ्याक्ट्रीको मात्रै खर्च होइन, फ्याक्ट्रीको मात्रै खर्च होइन कि यसमा डाइरेक्ट मेटेरियल एन्ड डाइरेक्ट वेज, डाइरेक्ट खर्चहरू पनि जोडिसकेको छ। अब के आउँछ, फ्याक्ट्री कस्ट, फ्याक्ट्री कस्ट है। ल यहाँसम्म बुझ्नुभएको छ भने ओके टाइप गर्नुभएको छ, हो गर्दै गर्नु होला है, माइन्ड डाइभर्ट नगर्नु होला भाइ बहिनीहरू। तपाईँ चाहिँ यहाँ च्याट बक्समा ट्याप गर्नु होला। ल फ्याक्ट्री कस्ट आउँछ है। अब पहिलो नम्बर फिगर फ्याक्ट्री ओभरहेड हो, दोस्रो नम्बर फिगर अफिस ओभरहेड हो। दोस्रो नम्बर फिगर के हो, अफिस ओभरहेड। त्यसैले यहाँ एड गर्ने, कसलाई एड गर्ने, अफिस ओभरहेडलाई है, कसलाई एड गर्ने, अफिस ओभरहेडलाई एड गर्ने। अफिस ओभरहेड जोडिसकेपछि अफिस कस्ट आउँदैन, फ्याक्ट्री ओभरहेड जोड्दाखेरि फ्याक्ट्री कस्ट आयो है, फ्याक्ट्री ओभरहेड जोड्दाखेरि फ्याक्ट्री कस्ट आयो। अफिस ओभरहेड जोड्दाखेरि धेरैजना भाइ बहिनीहरूले अफिस कस्ट हो कि सर भन्नुहुन्छ, यति बेला तपाईँहरूलाई सर्टकट म भनिदिन्छु, यसको नाम हो सिओपी। भन अब मनमनै भन, सिओपी, सिओपी भन्ने जसको फुल फर्म रहेको छ कस्ट अफ प्रोडक्सन, कस्ट अफ प्रोडक्सन है, उत्पादनसँग सम्बन्धित खर्च, कस्ट अफ प्रोडक्सन भन्ने। ल कस्ट अफ प्रोडक्सन सिओपी। यसपछि अझै एड गर्ने सेलिङ ओभरहेड। ल सेलिङ ओभरहेड एड गरिसकेपछि आउँछ अब जम्मा लागत, टोटल कस्ट। कसैको हिम्मत भए च्याट बक्समा च्याट गर्नुहोस् त, टोटल कस्ट पछि के एड गर्ने, ल भन त, टोटल कस्ट पछि के एड गर्छन्, च्याट बक्समा च्याट गर्नुहोस् त, म हेरिरहेको छु, म कमेन्ट पढिरहेको छु, च्याट बक्समा च्याट गर्नुहोस् कि से टोटल कस्ट आइसकेपछि के चाहिँ जोड्छन्, के चाहिँ जोड्छन्, फास्ट भन त, भनिदियो बा भनिदियो। म देखिरहेको छु पुष्पाञ्जली, मैले तपाईँको मेसेज पुगिरहेको छ मसित, तपाईँ पर्सनली गर्नुहोस् न है, तपाईँ पर्सनली गर्नुहोस् न, यसै गरी गर्नुहोस् है, च्याट बक्स इनेबल गर्नु न मिलेन भन्नुहुन्छ, तपाईँको मेसेज म देखिरहेको छु, मसित पुगे भयो। ल हो, एकजना चाहिँ सलिना नानीले भन्नुभएको छ प्रफिट जोड्ने भन्नुभएको छ, हो प्रफिटलाई चाहिँ एड गर्नु पर्छ। गुड हो, यसरी चाहिँ चाहिने कुरा गर्ने। ल तपाईँलाई चाहिँ प्रफिट एड गर्ने, किनकि जम्मा लागत आइसकेपछि हामीले विक्रय मूल्य जोड्नु, यो विक्रय मूल्य निकाल्नको लागि प्रफिट चाहिँ जोड्नुपर्छ। त्यसैले एड के गरौँ त, प्रफिट एड गर्ने। प्रफिट एड गरिसकेपछि के आउँछ, सेलिङ प्राइस आउँछ। ल के आउँछ, सेलिङ प्राइस आउँछ। अनि यति मात्रै नछोड्ने है बा,
यहाँदेखि यो लाइन यहाँसम्म पुर्याउने, यहाँ जोड्ने, यी लाइनहरू चट्ट मिलाउने र यहाँनिर इनर साइडबाट डबल लाइन देखिने गरी एउटा सिधा लाइन ड्र गर्ने। ल डबल लाइन देखिने गरी एउटा सिधा लाइन ड्र गर्ने, जसले गर्दाखेरि एकाउन्ट क्लोज भएको मानिन्छ। र यसरी तपाईँले गर्नुहुन्छ भने तपाईँको 3 और 4 मार्क्स आउँछ। या 3 नम्बर या 4 नम्बर आउला, किनभने यहाँनिर ए नम्बरमा कसिट भनेर सोध्छ र बी नम्बरमा टेन्डर सिट भनेर सोध्छ। ए नम्बरमा कसिट भनेर सोध्छ, बी नम्बरमा टेन्डर सिट भनेर सोध्छ। अनि 3 + 5 पनि हुनसक्छ, 4 + 4 पनि हुनसक्छ। तर क्वेसन नम्बर 22 22 नम्बरमा आउँछ। बुझियो कुरा? ल यसलाई चाहिँ तपाईँले अब कपी गर्नु पर्यो है, फास्ट। 1 मिनट मैले टाइम दिएँ सबजनालाई, कपी गर्नुहोस्। ल 1 मिनटको भित्र कपी गर्नु। योभन्दा अगाडि म अझै तपाईँहरूलाई बताउँदैछु है। अब यसपछि क्वेसन कसरी आउँछन् र क्वेसन आउँदाखेरि कसरी ट्याकल गर्ने भनेर मैले तपाईँहरूलाई केही इन्फर्मेसनहरू दिएँ। भाइ बहिनीहरू, क्वेसन यसरी आउँछन्। ल हेर्नुहोस् है, डिफरेन्स बिट्विन कसिट एन्ड टेन्डर सिट, यो दुई बिचको फरक अन्तर के छ यो चाहिँ तपाईँले बुझ्नुपर्छ। यो बुझ्यो भने तपाईँलाई क्वेसन ट्याकल गर्न सजिलो होला। कस्ट सिट भनेको के हो र टेन्डर सिट भनेको के हो? कस्ट सिट भनेको वास्तविक खर्चहरूको समूह हो है, रियल एक्सपेन्सेसहरू हुन्। यसमा के हो कि काल्पनिक खर्चहरूको समूह है। यो चाहिँ जति खर्च भएको छ, जसरी भनौँ न आज चाहिँ चैत्र 31 गते, चैत्र 31 गते अथवा वैशाख 1 गते हो। चैत्र 31 भन्नु, ठिक भोलिपल्ट वैशाख 1 गते भइहाल्छ है। अब मानौ वैशाख 1 गतेको दिन हामीले के डिसाइड गर्यौँ भने हाम्रो यो गुड लक क्लासेस एमएनआरको जम्मा टोटल एक्सपेन्सेस 1 लाख भयो। ल 1 लाख खर्च भयो भने म के भन्दैछु कि 2000 यो 83 को वैशाख हो। यो म कुरा कब गर्दैछु कि 2082 को कुरा गर्दैछु। 2082 मा जम्मा खर्च 1 लाख भएको हो है भन्दैछु। 2082 अब 83 मा गर्दैछु नि त यो कुरा म। 83 मा गरिरहेको छु भने त 82 त गइसक्यो
भने रियलमा खर्च भएको होला नि त त्यहाँ रियलमा खर्च भएको होला 1 लाख, त्यसैले म त्यहाँ भन्न सकिरहेको छु हो यो भनेको कस्ट सिट हो। टेन्डर सिट भनेको के हो भने अब 2082मा त हाम्रो खर्च 1 लाख भयो, 83मा सायद 1,20,000 जति होला, अलिअलि बढ्ला खर्च भने मैले यो पनि म वैशाख 1 गतेको दिन भन्दैछु। 83मा खर्च 1,20,000 होला भनेर पनि म त्यही दिन भन्दैछु, 82मा 1 लाख खर्च भयो है भनेर पनि त्यही दिन भन्दैछु भने रियल खर्च 1 लाख हो, यो कस्ट सिट हो। यो चाहिँ इस्टिमेटेड भ्याल्यु हो, कोटेसन हो, भोलि प्रिडिक्ट गरिएको अमाउन्ट हो, काल्पनिक रकम हो, रियल खर्च होइन। कस्ट सिट प्रिभियस इयरसित बिलोङ्स गर्छ है, कस्ट सिट प्रिभियस इयरसित बिलोङ गर्छ, यो चाहिँ करेन्ट इयरसित सम्बन्ध राख्दछ। यो रियल एक्सपेन्सेस हो, यो रियल होइन। बुझिन्छ कुरा? कस्ट सिट डिपेन्ड्स जहिले पनि टेन्डर सिट जहिले पनि डिपेन्ड्स कस्ट सिटमा हुन्छ। यति कुरा तपाईँले बुझ्नुपर्छ, त्यसपछि मात्रै हामी यसका न्युमेरिकल प्रोब्लमहरू सोल्युसन गर्न मजाले सक्छौँ। हेर्नु त कस्ट सिट भनेको फ्युचर इयर भयो। अब कस्ट सिट र टेन्डर सिटमा तपाईँहरूले कुन बनाउँदाखेरि कति मार्क्स आउँछ? कस्ट सिट बनायो भने 3 or 4 मार्क्स जति पनि आउन सक्छ, टेन्डर सिट बनायो भने 4 or 5 मार्क्स जति पनि आउन सक्छ है। यहाँ चाहिँ 3 आयो भने यहाँ 5 आउला, यहाँ 4 आयो भने यहाँ पनि 4 आउला, 4 + 4 8। अब कसरी बनाउने त हेरौँ है। तपाईँलाई डाइरेक्ट मटेरियल एन्ड डाइरेक्ट वेज दुवैमा दिन्छ, दुईवटा दिन्छ कि, एउटा चाहिँ कस्ट सिटको लागि दिन्छ, एउटा चाहिँ टेन्डर सिटको लागि दिन्छ। डाइरेक्ट मटेरियल एन्ड डाइरेक्ट वेज क्वेसनमा, एउटै क्वेसनमा डाइरेक्ट मटेरियल र डाइरेक्ट वेज दुई ठाउँमा हुन्छन् र हामीले कन्फ्युजन क्रिएट हुन सक्छ यहाँनिर, कुन चाहिँ डाइरेक्ट मटेरियल कस्ट सिटमा लेख्ने, कुन चाहिँ डाइरेक्ट मटेरियल टेन्डर सिटमा लेख्ने। अब हामीले छुट्याउन सक्नु पर्यो। कस्ट सिटको लागि प्रिभियस इयर भनेको छ, त्यो लाइनमा फ्लोइङ इन्फर्मेसन गिभन टु यु अफ प्रिभियस इयर के भन्ला, त्यहाँनिर चाहिँ प्रिभियस इयर भन्यो भने ए त्यो त कस्ट सिटको लागि हो भनेर सोच्नु होला, अनि करेन्ट इयर भन्यो भने टेन्डर सिट हो भनेर बुझौला। त्यो लाइनमा इस्टिमेटेड भनिदियो भने इस्टिमेटेड त टेन्डर सिटको लागि गरिन्छ नि, इस्टिमेटेड भन्यो भने टेन्डर सिटको लागि गरिन्छ, त्यसैले टेन्डर सिटको इन्फर्मेसन हुनेछ, टेन्डर सिटको इन्फर्मेसन हुनेछ। यति कुरा बुझ्नुभएको हो भने ओके टाइप गर्नुहोस् त, फास्ट ओके टाइप गर्नुहोस् त। यहाँसम्म केही कन्फ्युजन छैन भने ओके टाइप गर्नुहोस्, कन्फ्युजन भयो कहाँनिर के प्रब्लम छ मलाई भन्नुहोस्। ल भाइ बहिनीहरू, म आज ग्रुपमा एउटा पिडिएफ फाइल सेन्ड गर्छु, तपाईँको नजिकैको कम्प्युटर सपमा गएर एटलिस्ट तपाईँले पे गर्नुभएको छैन होला, अनि तपाईँको चाहिँ पे गर्नुभएको हो भने बुक पुगेको नहोला, यो च्याप्टरलाई मात्र तपाईँले 10-5 रुपियाँ खर्च गरेर हातमा प्रिन्टेड नोट्स निकालेर भोलिबाट नोट्स अगाडि राखेर पढ्नेछौँ। ल भोलिबाट नोट्स अगाडि राखेर पढ्नेछौँ। तपाईँले बुझिन्छ भने तपाईँले पे गरिदिनु पर्यो, पे गरेर बुक लिनु पर्यो। तपाईँले पे गरिसक्नु भएको छ तर पनि बुक मिलेको छैन भने तपाईँले डिटेल सेन्ड गरिसक्नु भएको होला र सोही अनुसार हामी बुक डेलिभरी गरिदिन्छौँ। ल हाम्रो टेक्निकल प्रब्लम धेरै थियो बिचमा, सबैलाई हामी रिड्युस गर्ने धेरै प्रयास गरेका थिए। केही अझै 2-3 दिन बिदा लिएर मैले आफैले पनि इन्भल्भ भएर काम गरेको थिएँ र धेरै कुराहरू चाहिँ रिमुभ भइसक्यो। अझै पनि केही कुराहरू बाँकी हुन सक्छन्, जस्तै बुक अलिकति लेट भइरहेको छ। आजबाट म यो काममा दिन रात एक गरेर लाग्नेछु। अबको सन्डेसम्म सबैको हातमा पुग्ने गरी म बनाउने प्रयत्न छ मेरो। सबैको हातमा आइतबार सोमबारसम्म पुग्छ, त्यसमा निश्चिन्त रहनु होला। यो होइन कि यो भर्खरै हामीले सुरुवात गर्दैछौँ भन्ने पनि होइन, 4-5 वर्ष भइसक्यो। यो पालि चाहिँ हामीले आफ्नै बुक गरेको हो। नेपालमा कसैले पनि आफ्नै बुक लगेर चाहिँ कसैले पनि पढाएको छैन भाइ बहिनीहरू। अरूको फी हेर्नु त 2000-3000 पर सब्जेक्ट हुन्छ, हाम्रो 1000 हो। 1000मा पनि बुक फ्री छ,
अनि सोलुसन त्यसको क्यूआर कोड छ सोलुसनमा कति फिचर्स भएको बुक छ मार्क्स डिस्ट्रिब्युसन सिट अनुसार एरेन्जमेन्ट गरिएका छन् प्रिडिक्ट क्वेसनहरू छन् थ्योरी नेपाली इङ्ग्लिस दुवैमा छ वा यति धेरै फिचर्स भएको बुक छ चिन्ता नमान्नुहोस् यो 1000 होइन 1 लाख बराबरको नलेज तपाईँले गेन गर्नुहुन्छ म यसपछि क्वेसनतिर लाग्छु है म यसपछि क्वेसनतिर लाग्छु म यहीँनिर क्वेसन यहीँनिर आन्सर गर्ने प्रयास गरेँ क्वेसन यसरी आउला डाइरेक्ट मेटेरियल भन्ला यता डाइरेक्ट मेटेरियल 1 लाख भन्ला अनि के भन्देला डाइरेक्ट वेज भन्ला डाइरेक्ट वेज 2 लाख भन्ला अनि फ्याक्ट्री ओभरहेड भन्ला फ्याक्ट्री ओभरहेड आधा लाख अथवा 50,000 भन्ला अफिस ओभरहेड भन्देला अफिस ओभरहेड 20,000 भनेला अनि सेलिङ ओभरहेड भन्छ सेलिङ ओभरहेड 40,000 भनेला अनि प्रॉफिट भने 10% अन कस्ट भने ल यो क्वेसन छ यसरी क्वेसन आउँछ है यसरी क्वेसन आउँछ भने अब हामीले के गर्नु पर्यो यहाँनिर सिरियल नम्बर यहाँनिर चाहिँ सिरियल नम्बर पर्टिकुलर डिटेल्स अमाउन्ट्स लेखे है ल यो छ अब यसलाई सोलुसन गर्नु पर्दाखेरि सबभन्दा टपमा माथि लेख्ने है क्याल्कुलेसन अफ cost sheet of the company भन्ने कुनै पनि प्रश्नको हल गर्दाखेरि त्यसको बारेमा एउटा लाइन माथि लेख्नु नै पर्छ क्याल्कुलेसन अफ कस्ट शीट अफ द कम्पनी र सबभन्दा पहिला प्राइम कस्ट निकाल्ने हामीले है सबभन्दा पहिला के गर्ने प्राइम कस्ट निकाल्ने प्राइम कस्ट निकाल्दाखेरि मैले के भनेको छु प्राइम कस्ट निकाल्दाखेरि के जोड्नु भनेको छु मैले एउटा डाइरेक्ट मटेरियल एउटा के जोड भनेको छु डाइरेक्ट वेज दुईटा कुरा जोड भनेको छु नि त डाइरेक्ट मटेरियल 1 लाख छ डाइरेक्ट वेज 2 लाख छ यहाँ राख्ने 1 लाख यहाँ राखेँ मैले र 2 लाख यहाँनिर राखेँ 2 मा 1 लाख जोड्यो भने कति लाख आयो प्राइम कस्ट 3 लाख आयो ल 3 लाख आयो है प्राइम कस्ट कति आयो रे 3 लाख आएको छ बुझ्नुभयो नि कुरा अब यसमा एड गर्ने कतिवटा फिगर छन् 3 वटा फ्याक्ट्री अफिस सेलिङ फ्याक्ट्री अफिस सेलिङ फ्याक्ट्री अफिस सेलिङ फ्याक्ट्री अफिस सेलिङ एड के गर्ने फ्याक्ट्री ओभरहेड भन्ने है एड के भन्ने फ्याक्ट्री ओभरहेड अब फ्याक्ट्री ओभरहेड यहाँ कति छ 50,000 कति छ बा 50,000 अब 50,000 जोड्यो भने 3,50,000 आउँछ कति आउँछ 3,50,000 जसको नाम हुनेछ फ्याक्ट्री कस्ट हुनेछ जसको नाम के हुनेछ फ्याक्ट्री कस्ट अब त्यसपछि एड गर्ने एड गरेर के लेख्ने दोस्रो नम्बर फिगर अफिस ओभरहेड अफिस फ्याक्ट्री अफिस सेलिङ हो नि त अफिस ओभरहेड कति छ यता 20,000 छ कति छ 20,000 छ यो दुईलाई जोडिसकेपछि आउँछ सीओपी जसको पुरा नाम हो कस्ट अफ प्रोडक्सन कस्ट अफ प्रोडक्सन त्यसपछि एड गर्ने सेलिङ ओभरहेड एड गर्दाखेरि अब यहाँ 20,000 जोडेपछि कति आयो 3,70,000 आयो अब सेलिङ ओभरहेड भनेको कति छ 40,000 छ ल 40,000 लाई एड गरौँ ल 40,000 एड गरिसकेपछि के आउँछ टोटल कस्ट आउँछ यसलाई 40,000 जोड्दाखेरि 4,10,000 भयो अब टोटल कस्टमा तपाईले भर्खरै भन्नुभएको थियो टोटल कस्टमा एड गर्न पाइन्छ के एड गर्न पाइन्छ प्रॉफिट कति पर्सेन्ट छ बा 10% 10% अन केमा छ कस्टमा छ
अब यहाँ हेर्नु है टोटल कस्ट कति छ हाम्रो 4,10,000। मैले यहाँ प्रफिट क्याल्कुलेट गरेर देखाएँ, प्रफिट क्याल्कुलेट गरेर देखाउँदैछु। टोटल कस्ट इन्टु प्रफिट पर्सेन्टेज डिभाइडेड बाई 100 हुन्छ यदि कस्टमा छ भने। प्रफिट अन केमा, कस्टमा। यहीँनिर अन कस्ट नभएर अन सेल्स भयो भने माइनस पर्सेन्टेज गर्ने थिएँ, तर अहिले त्यस्तो छैन है, अहिले त्यस्तो छैन। टोटल कस्ट कति निकालेको छौँ हामीले, 410,000। 4,10,000 इन्टु 10 डिभाइडेड बाई 100 गर्दाखेरि कुनै पनि अमाउन्टको 10% निकाल्नु पर्यो भने त्यसको पछाडिको एउटा जिरोलाई हटाइदिनु होला है। त्यसको पछाडिको एउटा जिरो हटाइदिने, त्यो 10% आउँछ। अब यो हटायो भने कति आयो त ल, 41,000 आयो नि, 41,000 आयो। यो 41,000 यहाँ लेख्ने, 41,000 यहाँ लेख्ने, यसलाई भनिन्छ सेलिङ प्राइस। ल 41,000 जोड्दाखेरि 4,51,000 भयो। यतिकै नछोड्ने, यो लाइनलाई यहाँसम्म पुर्याउने। एकाउन्ट क्लोज गर्नु पर्यो भने डबल लाइनले क्लोज गर्नु पर्दछ। यसरी बनाइन्छ कस्ट सिट। भाइ बहिनीहरू योभन्दा गाह्रो कस्ट सिट कहिले पनि आउँदैन। योभन्दा गाह्रो आयो भने डाइरेक्ट मेटेरियल पर युनिटको भ्याल्यु दिला तपाईँलाई। डाइरेक्ट मेटेरियल 1 युनिट चाहिँ 20 रुपियाँको किनिन्छ अरे, 1 युनिट चाहिँ आरएस 20 को हुन्छ अरे। 100 युनिटको लागि कस्ट सिट बनाऊ भन्ला यति बेला हामी 20 इन्टु 100 गरेर 2,000 लेख्नेछौँ। योभन्दा गाह्रो आयो भने यसरी आउला। गाह्रो क्वेसनहरू पनि मैले 6 नम्बर 7 नम्बरबाट राखिदिएको छु बुकमा, हेर्न पाइन्छ। र यो कुरा बुझ्नुभयो कि बुझ्नु भएन, बुझ्नु भएको छ भने ओके टाइप गर्नुहोस्, बुझ्नु भएको छ भने छैन भने केमा कन्फ्युजन हुनुभयो त्यो चाहिँ गर्नुहोस्, त्यो चाहिँ च्याट गर्नुहोस् त ल फास्ट। ल अरू भाइ बहिनीहरूले बुझ्नु भएको हो भने ल। रन्जु, मैले सबैको म्यासेज हेरिरहेको छु नानी, तपाईँको पनि म्यासेज देखेँ। ओके सर, एकचोटि म एकचोटि के गरौँ, रिकल गरिदिउँ। फर्मुला रिकल रे है, कुनै पनि फर्मुला प्रयोग गरिएको छैन। म टोटल प्रफिट निकाल्ने फर्मुला मात्रै हो। ल रन्जु म्यासेज आइरहेको छ है, तपाईँहरू म्यासेज गर्नुहोस् न। अरूलाई के देखाउनु पर्यो म्यासेज, टोटल कस्ट यो यहाँ लेखिदिएको छु ल, यहाँ हेर्नुहोस्, मैले यहाँनिर लेखिदिएको छु ल, यहाँनिर है नोट नम्बर 4 मा छ। नोट नम्बर 4 मा के चाहिँ छ भने, नोट नम्बर 4 मा के चाहिँ छ भने हेर्नुहोस् त। तपाईँले यहाँ च्याट गर्नुको लागि के गर्नु पर्यो कि च्याट बक्समा जानु होला, अनि चाहिँ तपाईँले न्यू च्याट गरेर गुड लक क्लासेस एमएनआरलाई सिलेक्ट गर्नु होला र हामीलाई डाइरेक्टली च्याट गर्न सक्नुहुन्छ है। अब यहाँ हेर्नु त, यदि तपाईँको प्रफिट कस्टमा हो भने एउटा फर्मुला लाग्छ, सेल्समा हो भने एउटा फर्मुला लाग्छ। जसरी यो क्वेसनमा के भनेको छ त, प्रफिट अन केमा भनेको छ, यहाँ हेर्नु त, प्रफिट अन कस्टमा भनेको छ। कस्टमा भने बेला कस्टको फर्मुला लाउने, सेल्समा भने बेला सेल्सको, कस्टमा भने बेला यहाँनिर हेरौँला, टोटल कस्ट इन्टु प्रफिट पर्सेन्टेज डिभाइडेड बाई 100 भने। टोटल कस्ट भनेको अब कति रुपियाँ लागत लाग्यो त, हाम्रो 100 रुपियाँ खर्च लाग्यो। अब 10% नाफा लिनु पर्यो भने 10% भन्दा 1 0 हटाउनु हो नि त, 10 रुपियाँ नाफा भयो। 10 रुपियाँ नाफा भयो भने 110 रुपियाँ मूल्य होला हो। 100 रुपियाँ टोटल कस्ट हो इन्टु 10% प्रफिट हो डिभाइडेड बाई 100 हो भने त यसले 100 ले 100 काट्यो, कति रुपियाँ नाफा लिनु पर्दो रहेछ, 10 रुपियाँ। अब 100 मा किनेर 10 नाफामा बेच्नु पर्यो भने त कतिमा बेच्नु पर्ला, 110 मा हो। त्यसै गरी प्रफिट अन सेल्स भयो भने के हुन्छ फर्मुला, प्रफिट अन सेल्स भयो भने फर्मुला हुन्छ टोटल कस्ट इन्टु प्रफिट पर्सेन्टेज डिभाइडेड बाई 100 माइनस पर्सेन्टेज हुन्छ। टोटल कस्ट मानौ 100 रुपियाँ हो इन्टु प्रफिट पर्सेन्ट 10% हो डिभाइडेड बाई 100 माइनस 10 भनेको त 90 हुन्छ नि त हो। 1 0 ले 1 0 क्यान्सिल, अब समथिङ पोइन्ट्समा आयो। यसरी क्याल्कुलेट गरिन्छ प्रफिट अन सेल्स भन्दा एउटा, प्रफिट अन कस्ट भन्दा एउटा।
ल बुझ्यो कि बुझिने कुरा एस और नो फास्ट कमेन्ट गरौँ ल फास्ट कमेन्ट गर्नुहोस् त भाइ बहिनीहरू ल रन्जु तिमीलाई साथीहरूको च्याट के चाहियो नानी साथीहरूको च्याट त चाहिएन नि है तिमीलाई तिम्रो प्रब्लम मसम्म पुगिरहेको छ साथीहरूको च्याट चाहिएन ल मैले तिम्रो च्याट सबै देखिरहेको छु कहीँ कतै नानी कन्फ्युजन छ भने सोध भए मलाई म क्लियर गरिदिन्छु ओके सञ्जय अहिले बुझ्यो ल केही समस्याहरू छन् भने अझै भन्नुहोस् ओके रन्जु थ्याङ्क यू नानी केही प्रब्लम छ भने भन्नुहोस् है तपाईँको सबजनाको च्याट म हेरिरहेको छु ओके ओके रिमन आजबाट जोइन हुनुभएको छ भने सुरुवात आजको सुरुवातबाट जोइन हुनुभएको हो भने बुझिएको होला यो बिचैमा आएको हो भने सायद अलिकति कन्फ्युजन पनि क्रिएट हुन सक्छ कहीँ कतै कन्फ्युजन छ भने रिकल गरिदिन्छु म सुरुवातबाटै हो भने बुझेको होला है बुझेको होला म आज ग्रुपमा एउटा पिडिएफ फाइल सेन्ड गरिदिनेछु भोलि तपाईँले प्रिन्ट गरेर कमसेकम किताब नपाउँदैसम्म पढ्नु होला अब सायदै 3 महिना बाँकी छ यो 3 महिनामा कसरी तपाईँको बेटर मार्क्स आउन सक्छ त्यो हाम्रो हातमा छ एटलिस्ट हाम्रो भनेको कामहरू पनि तपाईँले चाहिँ गरिदिनु पर्यो ल बुझ्यो रे यो बोर्डमा राइटिङ करेक्सन कस्तो करेक्सन भन्नुभएको छ ल म अगाडि जान्छु है अगाडि जान्छु ल एउटा क्वेसन अगाडि जान्छु एउटा क्वेसन अझै यसमा रिकल गरिदिए योबाट सुरुवात गरेको थिएँ है ल एकजना भर्खरै जोइन हुनुभएको रहेछ उहाँलाई चाहिँ अलिकति गरिदिन्छु र त्यसपछि आजको क्लास हामी सकाउँला यो च्याप्टरको नाम हो क्वेसन नम्बर 22मा आउँछ हेर त्यो तपाईँको बुकमा त्यो क्वेसन कतिमा छ छोडिदिनुहोस् न कति च्याप्टरमा छ भनेर थाहा पाएर के हुने होला भन्नुहोस् मलाई के पनि थाहा हुँदैन तर इक्जाममा तपाईँको यो क्वेसन नम्बर 22मा आउँछ च्याप्टरको नाम हो युनिट अर आउटपुट कस्टिङ यहाँ दुईवटा टाइपका प्रश्न छन् आजबाट हामी टाइप 1 पढ्दैछौँ है टाइप 1 पढ्दैछौँ यो कति मार्क्सको लागि आउँछ 8 मार्क्सको लागि आउँछ ग्रुप सीमा आउँछ ग्रुप सीमा तपाईँको त्यो गर्मी मौसममा अगाडि पछाडि विभिन्न थरी थरी कलेजका नौला नौला अनुहारहरू लामो पात्र जस्तो पेपरको अन्तिम प्रश्न यही च्याप्टरबाट भेटिनेछ युनिट अर आउटपुट कस्टिङबाट युनिट अर आउटपुट कस्टिङबाट टाइप 1 आज हामीले पढे जसको नोट नम्बर 1मा यो च्याप्टरमा मात्र होइन हरेक च्याप्टरमा नोट नम्बर 1मा फर्मेट हुनेछ फर्मेट भनेको सिरियल नम्बर पर्टिकुलर डिटेल्स अमाउन्ट सिरियल नम्बर पर्टिकुलर डिटेल्स अमाउन्ट्स त्यसपछि नोट नम्बर 2 को पालो आयो नोट नम्बर 2 भनेको भाइ बहिनीहरू मेन पोइन्ट्स हो नोट नम्बर 2 भनेको के हो मेन पोइन्ट्स हो नोट नम्बर 2 भनेको के हो मेन पोइन्ट्स हो मेन पोइन्ट्स भनेको प्राइम कस्ट लिएको छु प्राइम कस्ट चाहिँ डिरेक्ट मेटेरियल एन्ड वेज मेटेरियल र वेजलाई जोड्यो भने आउँछ है मेटेरियल र वेजलाई जोड्यो भने आउँछ यो मेटेरियल र यो वेजलाई जोड्यो भने प्राइम कस्ट आउँछ है हो मेटेरियल र वेज जोड्यो भने प्राइम कस्ट आउँछ तीनवटा फिगरको बारेमा भनिदिन्छु फ्याक्ट्री अफिस सेलिङ कुनै पनि र मेटेरियलबाट फाइनल प्रडक्ट बनाउनको निम्ति सामानहरू चाहिन्छ प्रोसेसहरू गर्नुपर्छ र मेटेरियलबाट फाइनल प्रडक्ट एउटा उखुबाट चिनी है एउटा उखुबाट चिनी बनाउँदाखेरि हेर है कुरा एउटा उखुबाट चिनी बनाउँदाखेरि उखुलाई सबभन्दा पहिला फ्याक्ट्रीमा ल्याउँछन् कहाँ ल्याउँछन् फ्याक्ट्रीमा त्यसपछि कहाँ लग्छन् त्यसलाई अफिसमा किन अप्पर लेभल म्यानेजर हुने भए सेयर होल्डरहरू हुने भए उनीहरूलाई देखाउने भयो कि चिनी उत्पादन यसरी भएको छ गुणस्तरता कस्तो छ कहाँ कहाँ बेच्ने कसरी बेच्ने प्रफिट मार्जिनहरू के यावत कुराहरूको छलफल अफिसमा हुने भयो
यति गरिसकेपछि उक्त चिनीलाई बेच्नको निम्ति बजारमा लग्ने भए जसलाई हामी सेलिङ भन्छौँ। तीनवटा फिगर यसरी बनेका हुन्, एउटा फ्याक्ट्री, एउटा अफिस, एउटा सेलिङ, तीनवटा फिगर भयो हो। अब यो कुरालाई तपाईले नोट गर्नु पर्यो। मैले नोटमा यही कुरा लेखाइदिएको छु, फ्याक्ट्री अफिस सेलिङ। त्यसपछि नोट नम्बर 4 भनेको प्रफिट भर्खरै निकाल गरे। नोट नम्बर 5 भनेको सेलिङ प्राइस निकाल्नु पर्छ। टोटल कस्टमा के जोडेर प्रफिट जोडेर है, टोटल कस्टमा के जोडेर प्रफिट जोडेर, टोटल कस्टमा प्रफिट जोडेर हामीले सेलिङ प्राइस निकाल्नु पर्छ। त्यसपछि यो प्रोसेस छ, प्रोसेसमा सबभन्दा पहिला डाइरेक्ट मटेरियल डाइरेक्ट वेज जोड्दाखेरि प्राइम कस्ट को नजान्ला यति। त्यसपछि फ्याक्ट्री अफिस सेलिङ जोड्दै जाने, फ्याक्ट्री ओभरहेड जोडेपछि फ्याक्ट्री कस्ट, अफिस ओभरहेड जोडेपछि सीओपी कस्ट अफ प्रोडक्सन, सेलिङ ओभरहेड जोडेपछि टोटल कस्ट आउँछ। प्रफिट जोड्ने लास्टमा, टोटल कस्ट आइसकेपछि नाफा खाने बेच्ने सेलिङ प्राइस। ल त्यसपछि कस्ट सिट र टेन्डर सिटको डिफरेन्ट मैले तपाईहरुलाई भनिदिएको थिएँ। कस्ट सिट रियल एक्सपेन्सेस हो, प्रिभियस इयरको हो। अनि चाहिँ जसरी अब उदाहरणको लागि मैले के भनेको थिएँ भने 2082 चैत्र महिनाको 31 गते अथवा 2083 को वैशाख 1 गते छ भने हामी के भन्दैछौँ कि यो गुडलक क्लास चाहिँ बनाएको 2082 सालको खर्च भन्दैछौँ। 83 मा छौँ, 82 सालको खर्च भन्दैछौँ। किन भन्दैछ भने हामीलाई रियलमा थाहा छ नि त 82 मा के खर्च भएको, कहाँ पैसा गएको भन्ने थाहा छ। 1 लाख भयो भन्दैछौँ, 2082 को खर्च 1 लाख भयो भन्दैछौँ। अब कसैले के भन्ला भने 2083 मा 1,20,000 भयो भन्न सक्दैन, किनकि आज त वैशाख 1 गते छ। 83 मा कति खर्च भयो भन्नको लागि त 1 वर्ष कुर्नुपर्छ। के भन्न पाइएला भने 83 मा 1,20,000 सम्म होला कि भन्न पाइयो कि 83 मा 1,20,000 सम्म होला कि भन्न पाइयो होला। एउटा प्रिडिक्सन हो, प्रिडिक हो, अन्दाज हो, फिक्स फ्याक्ट हैन हो। जो फ्याक्ट छ नि त्यसलाई एस्टिमेटेड भ्यालुलाई टेन्डर सिट भन्छौँ, रियल भ्यालुलाई कस्ट सिट भन्छौँ। चिन्ने तरिका के हुन सक्छन् भने कस्ट सिटलाई चाहिँ तपाईको प्रिभियस इयर भन्छ, कस्ट सिटको इन्फर्मेसनलाई प्रिभियस इयर, टेन्डर सिटको लागि करेन्ट इयर भन्ला। यहाँ त तपाईलाई एस्टिमेटेड भ्यालु भन्यो भने त्यो टेन्डर सिटको हुन्छ, टेन्डर सिटको हुन्छ। त्यसपछि मैले तपाईहरुको लागि आज एउटा क्वेशन राखिदिएको थिएँ जसमा तपाईलाई के थियो त, एउटा क्वेशनमा डाइरेक्ट मटेरियल 1 लाख, डाइरेक्ट वेज 2 लाख, फ्याक्ट्री ओभरहेड यसरी क्वेशन आएको थियो। मैले सो अनुसार सोलुसन गरिदिए। डाइरेक्ट मटेरियल 1 लाख छ, डाइरेक्ट वेज 2 लाख छ। डाइरेक्ट मटेरियल 1 लाख, डाइरेक्ट वेज 2 लाख, यो दुवैलाई जोड्दा के आउँछ, प्राइम कस्ट आउँछ। त्यसपछि फिगरहरु एउटा एउटा गरी जोड्ने। फ्याक्ट्री ओभरहेड, यी फ्याक्ट्री ओभरहेड कति छ 50,000, 50,000 जोड्दाखेरि 3 लाख मा 50,000 जोड्दाखेरि 3,50,000 आयो फ्याक्ट्री कस्ट भन्ने। त्यसपछि अफिस ओभरहेड भनेर 20,000 छ, यहाँ 20,000 जोड्ने। अफिस ओभरहेड जोडिसकेपछि सीओपी कस्ट अफ प्रोडक्सन आउँछ, कस्ट अफ प्रोडक्सन 3,70,000 आयो। र अन्तमा सेलिङ ओभरहेड जोड्ने है, फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री अफिस सेलिङ लगातार जोड्ने। सेलिङ ओभरहेड जोड्दाखेरि टोटल कस्ट आउँछ। त्यसपछि प्रफिट 10% छ कस्टमा। अनि यहाँ चाहिँ निकाल्न चाहिँ सिक्नु पर्यो है, प्रफिट कसरी निकाल्ने त। ल यो क्वेशनमा प्रफिट निकाल्ने चाहिँ सिकाउँछु अझै। प्रफिट अन कस्ट छ भने पहिला त टोटल कस्ट चाहियो। टोटल कस्ट कति छ 4,10,000 इन्टु प्रफिट पर्सेन्टेज कति हो 10% हो। यो प्रतिशतहरु हटाउनलाई डिवाइडेड बाइ कति गर्नु पर्यो 100 गर्नु पर्यो। यदि यहाँनिरको ठाउँमा यो कस्टको ठाउँमा सेल्स भइदिया भए -10 गर्ने थिए, अझै माथि जति छ नि त्यति अझै माइनस गर्ने थिए है। अहिले के छ तर कस्ट मात्रै छ, हामीलाई सजिलो भयो, त्यसैले यहाँ कति गर्ने 100 गर्ने। अब यहाँनिर चाहिँ 10% निकाल्नु पर्यो भने यहाँ 4,000 41,000 आउँछ। यो 41,000लाई यो प्रफिटमा राखिदिए, 41,000लाई कहाँ राखिदिए, यो प्रफिटमा राखिदिए र टोटल कस्ट अफ प्रफिट जोड्दाखेरि सेलिङ प्राइस आउँछ। त भोलिबाट हामी यसका थप प्रश्नहरू गर्नेछौँ। बाँकी प्रश्नहरू हामी यसपछि गर्नेछौँ। भोलि म त आज अहिले नै क्लास सकिसकेपछि पीडीएफ राखिदिन्छु। रेकर्डेड भिडियो पनि छ, रेकर्ड भइरहेको छ क्लासको रेकर्डेड भिडियो पनि राखिदिन्छु। अब चाहिँ तपाईहरुले पे गर्ने चाहिँ टाइम आएको छ, पे गर्ने समय आएको छ। क्लास अब हाम्रो रेगुलर नै हुन्छ, त्यसको लागि भाइ बहिनीहरूले पे गरेर एटलिस्ट एडमिन मेम्बरहरूलाई कन्ट्याक्ट गर्नु होला। बुकको लागि पनि इन्क्वायरी गर्दै गर्नु होला। क्लास रेगुलर नै हुन्छ।
क्वेसनमा पुगिसकेपछि तपाईँको हातमा बुक परिसकेपछि कुनै दिन मेरो काम परिहाल्यो भने हामी 4-5 जना टिचरहरू छन्, उहाँलाई भन्नलाई हुन्छ। र प्रपर रूपमा हाम्रो क्लास नभएको हुनाले कसैले पढाउन मानेन होला आजसम्म। अब हामी यो च्याप्टर लगातार पढ्छौँ है, यो च्याप्टर कहिल्यै पनि हामी गर्ने छैनौँ। यो च्याप्टरको टाइप 1 टाइप 2 पुरै सकाएर बल्ल नयाँ च्याप्टरतिर जानेछौँ। यति भन्दै आजलाई यही भयो सर। पिडिएफ सेन्ड गरिदिन्छु, मैले पे गरेछु मजाले। नगरेको पे नगरेकोलाई पनि यो च्याप्टरको पिडिएफ सेन्ड गरिदिन्छु मजाले ल। ल प्रफिट अनि चाहिँ नेट स्लो भइरहेछ सर। होइन, नेट चाहिँ हाम्रो 200 MBPS को नेट हो म्याम, तपाईँको स्लो भएको होला, तपाईँलाई चाहिँ अपग्रेड गराउनु पर्यो ल। सर भिडियो साउन्ड सबभन्दा राम्रो क्वालिटी बवाल छ, थ्याङ्क यू सर है। ल भिडियोमा अझै इम्प्रुभमेन्ट गर्छौँ। यो नर्मल क्यामेराबाट सुट गरिरहेको छौँ हामीले। नेपाल फर्स्ट टाइम इन नेपाल एउटा क्यामेरा छ जुन चाहिँ दराजमा पनि छैन, कुनै नेपाली युट्युबरलाई पनि छैन। हामीले डाइरेक्ट त्यसको प्रुफ म राखिदिन सक्छु ग्रुपमा। एकदम मिलिनियर सब्सक्राइब भएको युट्युबरसित कोल्याब गरेर हामीले मगाएका छौँ, त्योबाट क्वालिटी दिन्छौँ, ढुक्कै हुनु होला। क्वालिटी कन्टेन्ट बोथ हाई क्वालिटीको है, बोथ। हस् आजलाई यति, भोलि भेट्ने बाचा कसम सहित बुक छिटै आउनु पर्यो मजाले। मैले भने भर्खरै आइतबार सोमबारसम्मको समय दिनुहोस्, तपाईँको हात हातमा पर्ने गरी म बनाउँछु। ल भोलि भेट्ने बाचा कसम सहित आजलाई यति गरौँ।